प्री क्वालिफाइङ एमसीक्यू सिरिजका आज दोस्रो दिन। आज हामी नेपालको भूगोलको महत्त्वपूर्ण 20 प्रश्नहरू सल्भ गर्नेछौँ। सो हेरौँ हजुरले कतिवटा मिलाउन सक्नुहुनेछ यी 20 मध्ये। लास्टमा कमेन्ट गर्न नबिर्सनु होला। पहिलो प्रश्न, नेपालको सबैभन्दा ठूलो प्राकृतिक ताल कुन रहेको छ? प्रश्न राम्ररी सुन्नु होला साथीहरू। नेपालको सबैभन्दा ठूलो प्राकृतिक ताल कुन रहेको छ? अप्सन नम्बर क तिलिचो ताल, वा अप्सन नम्बर ख रारा ताल, वा अप्सन नम्बर ग बेगनास ताल, वा अप्सन नम्बर घ फेवा ताल। र यसको करेक्ट एन्सर के हुन्छ कमेन्ट गर्न नबिर्सनु होला। यसको करेक्ट एन्सर हुन्छ अप्सन नम्बर ख रारा ताल। नेपालको सबभन्दा ठूलो प्राकृतिक ताल कुन हो भने रारा ताल हो। त्यस्तै अब हामी हेर्नेछौँ प्रश्न नम्बर 2, नेपालको सबैभन्दा लामो हिमनदी ग्लेसियर कुन हो? अप्सन क गङ्गोत्री हिमनदी, वा अप्सन नम्बर ख लाङटाङ हिमनदी, वा अप्सन नम्बर ग यालुङ हिमनदी, वा अप्सन नम्बर घ खुम्बु हिमनदी। र यसको करेक्ट एन्सर हुन्छ अप्सन नम्बर ख लाङटाङ हिमनदी चाहिँ नेपालको सबैभन्दा ठूलो हिमनदी रहेको छ। त्यस्तै अब हामी हेर्नेछौँ प्रश्न नम्बर 3, रूप्से झरना कुन जिल्लामा पर्दछ? अप्सन क स्याङ्जा, वा अप्सन नम्बर ख कास्की, अप्सन नम्बर ग बागलुङ, वा अप्सन नम्बर घ म्याग्दी। र यसको करेक्ट एन्सर के हुन्छ कमेन्ट गर्नु होला। र यसको करेक्ट एन्सर हुन्छ अप्सन नम्बर घ म्याग्दी हुन्छ। त्यस्तै अब प्रश्न नम्बर 4 हेरौँ साथीहरू। जटापोखरी ताल कुन जिल्लामा अवस्थित रहेको छ? अप्सन नम्बर क सिन्धुपाल्चोक, अप्सन नम्बर ख काभ्रेपाल्चोक, अप्सन नम्बर ग रसुवा, वा अप्सन नम्बर घ डोल्खा। प्रश्न राम्ररी बुझ्नु होला साथीहरू। जटापोखरी ताल कुन जिल्लामा पर्दछ भने यसको करेक्ट एन्सर के हुन्छ? यसको करेक्ट एन्सर हुन्छ अप्सन नम्बर क सिन्धुपाल्चोक जिल्लामा चाहिँ जटापोखरी ताल पर्दछ। अब हामी हेर्नेछौँ प्रश्न नम्बर 5, सगरमाथा हिमाली क्षेत्रलाई कुन उपनामले चिनिन्छ? प्रश्न राम्ररी बुझ्नु होला। सगरमाथा हिमाली क्षेत्रलाई कुन उपनामले चिन्ने गरिन्छ भने अप्सन रहेको छ अप्सन नम्बर क मा हिउँको छानो, वा अप्सन नम्बर ख सेतो ध्रुव, वा अप्सन नम्बर ग थर्ड पोल, वा अप्सन नम्बर घ दोस्रो ध्रुव। र यसको करेक्ट एन्सर हुन्छ अप्सन नम्बर ग थर्ड पोलको उपनामले सगरमाथा हिमाली क्षेत्रलाई चिन्ने गरिन्छ। त्यस्तै अब हामी हेर्नेछौँ प्रश्न नम्बर 6, नेपाल र इस्ट इन्डिया कम्पनी बीच सुगौली सन्धि कहिले भएको थियो? नेपाल र इस्ट इन्डिया बीच जुन सुगौली सन्धि भएको थियो नि त्यो कुन मितिमा भएको थियो त्यही हामीलाई यहाँबाट चुज गर्नुपर्ने रहेछ। अप्सन नम्बर क सन् 1826, वा अप्सन नम्बर ख सन् 1836, वा अप्सन नम्बर ग 1806, वा अप्सन नम्बर घ सन् 1816। र यसको करेक्ट एन्सर हुन्छ अप्सन नम्बर घ सन् 1816 मा नेपाल र इस्ट इन्डिया कम्पनी बीच चाहिँ सुगौली सन्धि भएको थियो। अब हामी हेर्नेछौँ प्रश्न नम्बर 7, सुगौली सन्धिपछि नेपाललाई आफ्नो कति भूमि गुमाउन परेको थियो? जुन सुगौली सन्धि 1816 मा भएको थियो नि त्यो सुगौली सन्धिपछि नेपालले कति आफ्नो भूमि गुमाउनु परेको थियो? अप्सन नम्बर क आधा भाग, वा अप्सन नम्बर ख पाँचौँ भाग, वा अप्सन नम्बर ग चौथाई भाग, वा अप्सन नम्बर घ एक तिहाई भाग। र यसको करेक्ट एन्सर हुन्छ अप्सन नम्बर घ एक तिहाई भाग चाहिँ सुगौली सन्धिपछि नेपाललाई गुमाउनु परेको थियो। त्यस्तै अब हामी हेर्नेछौँ प्रश्न नम्बर 8 रहेको छ नेपालमा मात्र पाइने इन्डेमिक चरा कुन हो? अप्सन क कार्डे भ्याकुरे, कि अप्सन नम्बर ख लोफोफोरस, वा अप्सन नम्बर ग डाँफे, वा अप्सन नम्बर घ मुनाल। र यसको करेक्ट एन्सर के हुन्छ गेस गर्नु त साथीहरू। यसको करेक्ट एन्सर हुन्छ अप्सन नम्बर क कार्डे भ्याकुरे चाहिँ नेपालमा मात्र पाइने इन्डेमिक चरा रहेको छ। त्यस्तै अब हामी हेर्नेछौँ प्रश्न नम्बर 9, नेपालमा पर्वतारोहणको लागि सबैभन्दा पहिला खुल्ला गरिएको हिमाल कुन हो? अप्सन नम्बर क सगरमाथा, अप्सन नम्बर ख धौलागिरी, अप्सन नम्बर ग अन्नपूर्ण, अप्सन नम्बर ग मन्सालु। र यसको करेक्ट एन्सर के हुन्छ गेस गर्नु त। यसको करेक्ट एन्सर हुन्छ अप्सन नम्बर ग सर्वप्रथम अन्नपूर्ण चाहिँ खुल्ला गरिएको थियो। नेपालको सबैभन्दा ठूलो तमाखानी कुन स्थानमा छ? अप्सन नम्बर क फुलचौकी डाँडा, वा अप्सन नम्बर ख रुकुम, वा अप्सन नम्बर ग बुद्ध खोला तनहु बन्दीपुरमा, वा अप्सन नम्बर घ डोल्पामा। र यसको करेक्ट एन्सर के हुन्छ? यसको करेक्ट एन्सर हुन्छ अप्सन नम्बर ग बुद्ध खोला तनहु बन्दीपुरमा चाहिँ नेपालको सबैभन्दा ठूलो तमाखानी रहेको छ। प्रश्न नम्बर 11, नेपालको हावाखोरी स्वास्थ्यवर्धक हावापानी भएको ठाउँ भनेर कुन क्षेत्रलाई चिनिन्छ? प्रश्न राम्ररी बुझ्नु होला। नेपालको हावाखोरी स्वास्थ्यवर्धक हावापानी भएको कुन भनेर कुन क्षेत्रलाई चिनिन्छ भन्ने प्रश्न रहेको छ। अब अप्सन ए कमा रहेको छ चुडे पहाड श्रृङ्खला, वा अप्सन नम्बर ख शिवालिक श्रेणी, वा अप्सन नम्बर ग महाभारत पर्वत श्रेणी, वा अप्सन नम्बर ग हिमाली श्रेणी। र यसको करेक्ट एन्सर के हुन्छ गेस गर्नु त। यसको करेक्ट एन्सर हुन्छ अप्सन नम्बर ग महाभारत पर्वत श्रेणीलाई चाहिँ नेपालको स्वास्थ्यवर्धक हावापानी क्षेत्र भनेर चिनिन्छ। नेपालको हालसम्म पत्ता लागेको सबैभन्दा ठूलो सिसाखानी कहाँ छ? प्रश्न रहेको छ नेपालमा हालसम्म पत्ता लागेको सबभन्दा ठूलो सिसाखानी कहाँ रहेको छ भने अप्सन नम्बर क गोदावरीमा, कि अप्सन नम्बर ख नगरकोटमा, वा अप्सन नम्बर ग फुलचौकी डाँडा, वा अप्सन नम्बर घ चोभारमा। र यसको करेक्ट एन्सर हुन्छ अप्सन नम्बर ग फुलचौकी डाँडामा चाहिँ नेपालको हालसम्म पत्ता लागेको सबैभन्दा ठूलो सिसाखानी रहेको छ। त्यस्तै अब हामी हेर्नेछौँ प्रश्न नम्बर 13, नेपालको उत्तरी बिन्दु कुन हो? अप्सन क मुस्ताङको कोरला, वा अप्सन नम्बर ख हुम्लाको चाङ्ला भज्याङ, वा अप्सन नम्बर ग दार्चुलाको टिकर, वा अप्सन नम्बर घ ताप्लेजुङको ओला चुङ्लो। र यसको करेक्ट एन्सर हुन्छ अप्सन नम्बर ख हुम्लाको चाङ्ला भज्याङ चाहिँ नेपालको उत्तरी बिन्दुमा पर्दछ। त्यस्तै अब हामी हेर्नेछौँ प्रश्न नम्बर 14, नेपालको दक्षिणी बिन्दु कुन हो? अप्सन नम्बर क झापाको लोदाबारी, वा अप्सन नम्बर ख पर्साको बिरगञ्ज, वा अप्सन नम्बर ग रौतहटको गौर, वा अप्सन नम्बर घ कञ्चनपुरको भीमदट। के हुन्छ यसको करेक्ट एन्सर गेस गर्नु त साथीहरू। यसको करेक्ट एन्सर हुन्छ अप्सन नम्बर क झापाको लोदाबारी चाहिँ नेपालको दक्षिण बिन्दु हो। त्यस्तै अब हामी
अब हामी हेर्नेछौँ प्रश्न नम्बर 15 नेपालको सिमानामा कति देशसँग जोडिएको छ अप्सन नम्बर क 3 वटा अप्सन नम्बर ख 2 वटा चीन र भारत वा अप्सन नम्बर क 1 वटा वा अप्सन नम्बर घ 4 वटा नेपालको सिमाना कति देशहरूसँग जोडिएको छ गेस गर्नु त धेरैजसो साथीहरूले थाहा होला यसको करेक्ट एन्सर हुन्छ अप्सन नम्बर ख 2 वटा रहेको छ चीन र भारतसँग जोडिएको छ नेपालको सिमाना त्यस्तै हामी हेर्नेछौँ प्रश्न नम्बर 16 मेलम्ची खानेपानी आयोजनाको मुहान कुन जिल्लामा रहेको छ अप्सन क ढोलखा अप्सन नम्बर ख सिन्धुपाल्चोक अप्सन नम्बर ग नुवाकोट अप्सन नम्बर घ रसुवा कुन हुन्छ यसको करेक्ट एन्सर गेस गर्नु त साथीहरू यसको करेक्ट एन्सर हुन्छ अप्सन नम्बर ख सिन्धुपाल्चोकमा रहेको छ अब हेरौँ प्रश्न नम्बर 17 विश्वको सबैभन्दा गहिरो गल्छी गर्ज मानिने ठाउँ नेपालको कुन जिल्लामा छ अप्सन नम्बर क बागलुङ अप्सन नम्बर ख म्याग्दी अन्धी गल्छी वा अप्सन नम्बर ग कास्की वा अप्सन नम्बर घ मुस्ताङ कुन हुन्छ गेस गर्नु त साथीहरू यसको करेक्ट एन्सर के हुन्छ यसको करेक्ट एन्सर हुन्छ अप्सन नम्बर ख म्याग्दीको अन्ध गल्छीलाई चाहिँ विश्वकै सबभन्दा गहिरो गल्छी मानिन्छ अनि त्यसले के भनेर चिनिन्छ भने गज भनेर चिन्ने गरिन्छ अब हेरौँ प्रश्न नम्बर 18 पोखराको रूपाताल र बेगनास ताललाई कुन डाँडाले छुट्याएको छ अप्सन नम्बर क पञ्चभैया डाँडा वा अप्सन नम्बर ख कास्की डाँडा वा अप्सन नम्बर ग नौ डाँडा वा अप्सन नम्बर क सारङ्गकोट डाँडा र यसको करेक्ट एन्सर के हुन्छ गेस गर्नु त यसको करेक्ट एन्सर हुन्छ अप्सन नम्बर क पञ्चभैया डाँडा करेक्ट एन्सर हुन्छ त्यस्तै अब हामी हेर्नेछौँ प्रश्न नम्बर 19 एसियाकै दोस्रो ठुलो गुफा मानिने सिद्ध गुफा कुन जिल्लामा पर्छ प्रश्न राम्ररी बुझ्नु होला साथीहरू एसियाकै दोस्रो ठुलो गुफा मानिने सिद्ध गुफा कुन जिल्लामा छ भने अप्सन नम्बर क स्याङ्जा वा अप्सन नम्बर ख गोर्खा वा अप्सन नम्बर ग पाल्पा वा अप्सन नम्बर घ तनहु के हुन्छ यसको करेक्ट एन्सर गेस गर्नु त यसको करेक्ट एन्सर हुन्छ अप्सन नम्बर घ तनहु एसियाकै दोस्रो ठुलो गुफा मानिने सिद्ध गुफा चाहिँ तनहु जिल्लामा पर्दछ अब हामी हेर्नेछौँ आजको अन्तिम प्रश्न विश्वको सबैभन्दा उच्च स्थानबाट बग्ने नदी कुन हो अप्सन क कर्णाली अप्सन नम्बर ख अरुण नदी वा अप्सन नम्बर ग भोटेकोशी वा अप्सन नम्बर घ दुधकोशी र यसको करेक्ट एन्सर के हुन्छ गेस गर्नु त यसको करेक्ट एन्सर हुन्छ अप्सन नम्बर ख अरुण नदी विश्वको सबैभन्दा उच्च स्थानबाट बग्ने नदी कुनलाई मानिन्छ भने अरुण नदीले मानिन्छ सो साथीहरू आजको प्रश्न यही समाप्त हुन्छ यदि यो भिडियो हिजो जस्तो उपयोगी लाग्यो भने हाम्रो च्यानललाई लाइक शेयर सब्स्क्राइब गरेर यो भिडियोलाई पनि प्री क्वालिफाइङ इक्जामको प्रिपरेसन गर्दै साथीलाई शेयर गर्न नबिर्सनु होला हामी फेरि भेट्नेछौँ भोलि अर्को भिडियोसँग तबसम्मको लागि धन्यवाद जय नेपाल।